स्वागत छ हजुरहरूलाई हाम्रो भ्लगमा। आहा कस्तो राम्रो डेकोरेसन गर्नु भएको है। हेलो नमस्ते एभ्रिवान, स्वागत छ है हाम्रो स्टोरमा पनि भ्लगमा पनि। हामीले चाहिँ अहिले एकदमै नयाँ नयाँ साउन्डहरू फेरि पनि रिस्टक गरेको छौँ होइन। अनि हामी हिजो भर्खरै रिडेकोरेट गरेर सबै मिलाएर राखेको हो है। अनि यो लाइन भयो किरिङहरू, अनि त्यसपछि यो पकेट मिररहरू भयो, यो पफहरू, अनि हेयर टाई काँटाहरू सबै यो साइडमा छ होइन। अनि यो साइडमा चाहिँ हाम्रो सबै इयरिङको साइड हो है। अलिक क्लोजमा जानु न। हामी सबै चुज गरेर एकदम मिलाएर राखेको छौँ होइन। अझ नयाँ नयाँ सामानहरू पनि रिस्टक हुन्छ। अनि यो साइडमा चाहिँ हाम्रो पर्सहरू छ है। हेर्नुहोस् है, यो मिनी पर्स राखेको छौँ हामीले चाहिँ। अनि यस्तो खालको पर्स पनि छ, मिडिलमा भनौँ न। साइजको ब्यागहरू छ होइन। यो भयो अब मिडियम साइजको तपाईँको यसरी ह्यान्ड क्यारीवाला भयो होइन। ठुल्ठुलो ब्यागहरूको लाइन चाहिँ यतापट्टि राखेको छ। अनि त्यसपछि त्यो भयो। अनि यहाँ तलको साइडहरू भनेको चाहिँ यो साइडमा चाहिँ हाम्रो सबै हामीले यो नेक्लेस राखेको छौँ। नयाँ नयाँ अहिले एकदम भाइरल नेक्लेसहरू चलिरहेको त्यो भयो। यो पर्ल नेक्लेसहरू चाहिँ सेटमा आउँछ होइन। यो पनि हामीले राखेको छौँ। यहाँ तल सबै हातमा लाउनेहरू, चुरा बालादेखि लिएर यो गोल्ड प्लेटेड ब्रासलेटहरू पनि राखेको छौँ होइन। यो साइड चाहिँ हाम्रो अब लिपस्टिकको साइड भन्दा पनि हुन्छ। यो हाम्रो कम्बोमा आउने लिप लाइनर प्लस लिपस्टिक भयो भने यो चाहिँ हाम्रो क्युट अहिले भाइरलमा चलेको लिप बाम र लिप ग्लस भयो होइन। अनि यो भनेको एकदम मजाको लिपस्टिकहरू पनि अहिले भाइरलै भएको हामीले पनि राखेको छौँ। काँटाहरू पनि राखेको छ यता, हेर्नुहोस् है, मिलाएर राखेको छौँ। यो भयो है। अब यो राखेको छ हाम्रो काउन्टर। काउन्टरमा बस्नै गाह्रो भयो क्या। मेरो यो अलको छ नि, यसमा बस्नुलाई चाहिँ अलिक स्ट्रगल हुन्छ गाइस, प्लिज अन्डरस्ट्यान्ड है। मिस अनि यो चाहिँ अनि यो अहिले आएको यो प्रोडक्ट चाहिँ के प्रोडक्ट रहेछ यो? येल्लो पर्पल पिङ्कमा रहेको यहाँनिर भएको सबै भाइरल हो होइन। हुन चाहिँ एकदम चलेको, सबै कस्टमरले रुचाउनु भएको। हजुरले चाहिँ कुन चाहिँ भन्न खोज्नु भएको यो? हजुर हजुर, भाइरल मात्र हो कि राम्रो पनि हो यो? यो त एकदमै राम्रो हो कि, यसमा नो कम्प्लेन, नो साइड इफेक्ट, सबै एकदम मजाको राम्रो काम गर्नेवाला क्रिम हो कि यो भनेको चाहिँ। क्रिम है, क्लिजिङ प्याड। हजुर हजुर, हामीसँग चाहिँ 3वटा फ्लेभरमा राखेको छ है। यो चाहिँ 3वटा कलर पनि भनौँ, फ्लेभर पनि भनौँ न। यो येल्लोको बारेमा चाहिँ थोरै बताइदिनु हामीलाई कस्तो हुँदो रहेछ भनेर। यो हजुर हजुर, पहिला यसको लुक्स हेर्नु न। वाह कस्तो राम्रो है। यो के कम्पनीको रहेछ यो? हजुर, के कम्पनीको रहेछ? इभन केयर, इभन केयर, डाक्टर डर्माको। ए हजुर हजुर हजुर, इभन केयर डाक्टर डर्माको प्रोडक्टहरू त राम्रो हुन्छ होइन? हो, एकदमै राम्रो हुन्छ यसको प्रोडक्टहरूमा। एकदम मान्छेले ट्रस्ट पनि गर्छन् कि कस्टमरहरूले है। हजुर हजुर। अनि यो चाहिँ टर्मरिकमा राखेको छ है। टर्मरिक भन्ने बित्तिकै थाहै छ स्किनलाई एकदमै राम्रो गर्ने नै हो होइन। र यो क्लिजिङ प्याडले चाहिँ झन् हजुरहरूको जस्तो स्किनलाई पनि एकदमै मजाको इफेक्ट दिने गर्छ क्या। ओइली होस्, ड्राई होस् होइन, चाया पोतोहरूदेखि लिएर दाग धब्बाहरू सबै मजाले हटाउने र एकदम सफा बनाउने काम गर्छ यसले चाहिँ होइन। यो येल्लोले? हजुर। पर्पलले चाहिँ के गर्छ? पर्पल यो पनि डब्बा हेरिहाल्नु त। यो पर्पल चाहिँ स्पेसली नै हाम्रो ड्राई स्किनको लागि हो होइन। हजुर। अनि ड्राई स्किनको प्रब्लम के हुन्छ भने एकदम ड्राइनेस हुने, फेस मोस्रो देखिने होइन। अनि त्यसपछि एकदम यसमा के अरे चौरीपनहरू आउने, रिङ्कल्स छिट्टै पर्ने हुन्छ नि, छालाहरू पनि जुल्दिने टाइपको हुन्छ नि हो। त्यसलाई चाहिँ क्लिजिङ प्याडले एकदम 15 मिनट 10-15 मिनट मजाले मसाज गऱ्यो भने चाहिँ स्किन चम्किलो देखिने, रिङ्कल्सहरू हट्ने हो। अनि फेस एकदम यङ देखाइदिन्छ कि, यसको कारण चाहिँ यस्तो हो। ए हजुर हजुर, हजुर आउनु न। हेलो म्याम। ल अनि त्यो हाम्रो पिङ्कको चाहिँ के काम छ? यो पिङ्कको काम भनेको चाहिँ यसले चाहिँ ओइली फेसको लागि काम गर्ने होइन। एकदम चिल्लोपन हाम्रो फेसमा जब हुन्छ नि त्यति बेला चाहिँ हाम्रो
चिल्लो फेसमा चाहिँ अब हाम्रो एकदम चिल्लो भएको भएर फोरहरू छिटै टाँसिने हुन्छ होइन अनि स्किनमा फोरहरू भइसकेपछि पिम्पल आउने घाउ खटिरा फोरहरू सबै हुने हुन्छ कि अनि त्यसको कारणले गर्दाखेरि चाहिँ एकदम फेसमा धेरै दागधब्बाहरू घाउ पोतो के आउने हुन्छ नि हो त्यसलाई चाहिँ यसले एकदम सफा बनाइन्छ ओइली फेस हुन दिँदैन चिल्लोपनालाई हटाउँछ र हजुरको स्किन एकदम चम्किलो गोरो ब्राइटेन स्किन गरिदिन्छ क्या यो मेन के को लागि युज गर्ने हो यो चाहिँ खासमा पिङ्क कलर चाहिँ के को लागि युज गर्ने हो पिम्पल्सहरूको लागि चाहिँ राम्रो हुन्छ यो हजुर पिम्पल्सहरूको लागि एकदम बेस्ट हुन्छ यो प्रोडक्ट भनेको चाहिँ होइन हजुरले अब यहाँनिर अब यो प्रोडक्टहरू जुन छ नि हजुर मिस अब यो प्रोडक्टहरू चाहिँ अब हजुरले चाहिँ सेल्स गरिरहनु हुँदाखेरि कतिको गइरहेछ कतिको फिडब्याकहरू कस्तो आइरहेछ त ए यो त एकदम गइरहेको छ है हामीले त फेरि पनि रेजिस्टर गर्नु परेको छ रेजिस्टरै गरेर राखेको हो अनि कस्टमरहरूको फिडब्याक पनि एकदमै राम्रो छ साइड इफेक्टहरू अहिलेसम्म भएको कम्प्लेन आएको छैन कन्ट्रोभर्सीमा परेको छैन होइन र एकदमै राम्रो छ है यो चाहिँ अब फुकेर लाउने त टिक्चामा कम्ती भाइरल छैन यो भाइरल पनि छ है हो नि अनि हेटौँडामा फर्स्ट टाइम ल्याएर राखेको नि हाम्रो स्टोरले हो है हो हजुर अनि यो प्रोडक्ट लिनको लागि चाहिँ इजाल कम्प्लेक्समा नि हाम्रो स्टोर रहेछ भिजिट पनि गर्नु होला सबैजना भनिराख्नु न होइन अब के भन्नुहुन्छ त हजुर आफ्नो कस्टमरहरूको लागि के सजेस्ट गर्नुहुन्छ त आफ्नो कस्टमरहरूको लागि पनि आफ्नो भ्युअर्सहरूको लागि पनि जसले हेर्छन् छ उहाँ सबैजनालाई म के भन्न चाहन्छु भने एकदम राम्रो क्वालिटीको प्रोडक्टहरू हजुरलाई जुन इच्छुक हुनुहुन्छ हाम्रो स्टोर भिजिट गर्नु होला होइन अनि त्यसपछि यहाँनिर यो जुन क्रिमहरू प्रोडक्टहरू मैले देखाइरहेको छु नि यो चाहिँ एकदमै राम्रो हुन्छ फेसको लागि पनि युज गर्नको लागि चाहिँ हजुरहरूलाई डेली युज गर्नको लागि एकदम पर्फेक्ट हुन्छ होइन त्यही भएर युज चाहिँ गर्नु होला हाम्रो स्टोरलाई चाहिँ भिजिट गर्नु होला ल लास्टमा के भन्न चाहनुहुन्छ त युट्युब फ्यामिलीहरूलाई चाहिँ युट्युब फ्यामिलीलाई हाम्रो भिडियो हेर्दै गर्नु होला हाम्रो भिडियो हेर्दै गर्नु होला मैले भनि पनि सकेँ हेटौँडा लोकेसन पनि मैले भनिसकेको छु होइन भिजिट पनि गर्नु होला र सब्सक्राइब गर्न नबिर्सनु हाम्रो च्यानललाई प्लिज सब्सक्राइब चाहिँ धेरै 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 गर्नु होला हाम्रो युट्युब फ्यामिलीमा जोइन गर्नु होला है थ्याङ्क यू सो मच बाई